डे पार्टी सुरु आज चाहिँ मेरो जन्मदिन थियो यतातिर चाहिँ सुरु भइसकेको छ कस्तो छ सजेको चाहिँ भन्नु होला है म चाहिँ यतातिर छु म चाहिँ रेडी भइसकेकी छु अनि बाँकी चाहिँ बिनाजु पनि यतातिर हुनुहुन्छ बिनाजु पनि रेडी भइसक्नु भएको छ फाइनली यो पनि रेडी भइसकेकी छि अब चाहिँ हाम्रो गइराखेको छु हामी चाहिँ यहाँ केक काट्नुको लागि गाइज अहिले हामी केक काटेको देखाउने छु हजुरहरूलाई पहिले बिजु गरिदिँदै ओके गरिदिँदै बाँकी गर्दा हुन्छ यता गर्न अनि जब जग्गा नै बन्न राख्नु अब पछि खस्के अब भित्तामा चप्किन सक्छ डिप्रेसन खराब भयो अरे के त्यही भएर अलिकता दिमाग चलाउनु पर्यो अरे मैले यसलाई पछाडि खिचेर त्यसपछि अगाडि गर्नु पर्यो अरे के आज चाहिँ 21 साल की भए खबर चटाई भित्र देखिन लाग्या छ के दिखाउन लाग्या छ त्यो ढाकढुक बनाए ल चटे का देखिला आज मैंने 21 साल की भए 21 साल की बर्थडे भइसके साल पनि कति छिटो गुज्रिन्छ है थाहै हुँदैन है मलाई त विश्वासै लागिरहेन कि म आज 21 साल की भयो भनेर सबैभन्दा त मेरो आमा बुवालाई धेरै 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 भन्न चाहन्छु मेरो आमा बुवाले मलाई जन्म दिनुभयो यो सृष्टि यो दुनियाँ देखाउनु भयो धेरै कुछ देखे अरू धेरै कुछ सिकाउनु भयो धेरै कुछ बुझाउनु भयो धेरै धेरै थ्याङ्क यू सो मच मेरो मम्मीलाई अनि मेरो बुवालाई चाहिँ भन्न चाहन्छु अनि धेरै ठुलो त केही बनाएन हामीले अनि सानै तिनो बनाएको थियौँ अब यहाँ त अब परदेशमा अब के बनाउनु गाउँमा भए त बनाउनु हुन्थ्यो परदेशको ठाउँमा अब त्यही सानो तिनो बनायौँ अब यहाँ मम्मी बुवा पनि छैनौँ है मम्मी बुवा भए सबै फ्यामिली भए राम्रो लाग्थ्यो होला त्यसैले अब कोही छैन त्यसैले परदेशको ठाउँमा अब 3जना छौँ भनौँ अनि त्यसैले अब यतिकै सानोतिरै बनाएको छ Happy birthday to